गाउँघरमा रेडियोले दिएको सूचनाको आधारमा नागरिकको दैनिकीमा परिवर्तन आउन थालेको छ भने बोल्ने र विचार राख्ने क्षमता रेडियोले बढाएको श्रोताहरू बताउँछन्। केही वर्ष अगाडिसम्म कम मात्रामा रेडियोमा पहुँच पुग्नेहरूको पनि अहिले रेडियोसम्म पुगेर आफ्ना आवाज राख्न सक्ने भएका छन्। दोलखा कालिङचोक गाउँपालिका 9 का डम्बर प्रसाद शिवाकोटीलाई आफू किसान भएकाले कृषि कार्यक्रम धेरै मन पराउनुहुन्छ। दोलखा स्थित रेडियो सैलुङ सहित सीआईएन मार्फत पनि आफ्ना आवाज अर्को जिल्लामा सुनाउन पाउँदा खुसी लागेको बताउँदै सीआईएन आवाज सुनाउने थलोको रूपमा सम्झनुहुन्छ। रेडियो चाहिने नि समाचारकै लागि, समाचार सुन्नैको लागि चाहिँ हामीले रेडियो खोल्ने हो। कृषि कार्यक्रम चाहिँ धेरै सुन्छु, धेरै जस्तो यहाँ बोलेको चाहिँ अब जिल्लैभरि नभएर अरू एक दुई जिल्लामा पनि पुग्दो रहेछ भन्ने कुरा अनुभव भयो। नत्र यसरी रेकर्ड गर्न हामीले पनि पाउँछौँ भन्ने मलाई थाहा थिएन। त्यहाँदेखि मलाई आफूलाई जानकारी पनि भयो, यहाँ के गर्नुपर्ने छ भने थाहा पनि भयो। दोलखाकी कविता कार्की सहित उहाँका साथीहरूले सीआईएनबाट प्रसारण हुने कार्यक्रममा युवा स्वरोजगारको विषयमा केही समय अगाडि आफ्नो जिज्ञासा राख्नुभयो। उक्त जिज्ञासा सीआईएनले समाधान गरिदिएपछि कविता सहित दोलखाकी प्रियङ्का तामाङ यस बारेमा प्रष्ट हुनुभयो। मैले चाहिँ युवा स्वरोजगारको बारेमा कहाँ बुझ्न सकिन्छ र कसरी बुझ्न सकिन्छ भनेर सीआईएनमा जिज्ञासा राखेको थिएँ र सीआईएनमा जिज्ञासा राखेपछि थाहा पाए प्रमुख जिल्ला अधिकारी मार्फत पनि हामीले बुझ्न सकिन्छौँ भनेर सीआईएन चाहिँ जिज्ञासा समाधान गर्ने थलो बनेको रहेछ हाम्रो लागि। जिल्लाबाट शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, महिला लगायतका धेरै विषयमा रिपोर्टिङ भएका छन्। सुन्तलामा औँसाकिरा लागेको, खानेपानीको समस्या, सडक यातायातको पहुँच, जलवायु परिवर्तनको असर, जिल्लाका भएका सकारात्मक विषयमा पनि दोलखाका विषयमा निरन्तर रूपमा रिपोर्ट प्रसारण हुँदै आएका छन्। यसले गर्दा श्रोता बढ्ने माध्यम पनि बनेको छ। सँगै जिल्लाका सवालमा उठेका विषयलाई स्थानीय जनप्रतिनिधिलाई खबरदारी वा खबर गरिँदा अझ धेरै प्रभावकारी हुने र श्रोता बढाउन सकिने जनप्रतिनिधिको बुझाइ छ। भीमेश्वर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष एवं नगरका प्रवक्ता तारानाथ चौलागाई। रेडियोले लक्षित वर्गका विशेष गरी महिलाका कार्यक्रमहरूको पनि स्थानीय सरकारलाई यो समयमा बच्छ है हाम्रो कार्यक्रम भन्ने चाहिँ पुर्याइदियो भने हामीले त सूचना गर्छौँ, हाम्रो वडाका पेजबाट सूचना गर्छौँ, हाम्रो फेसबुक पेजबाट गर्छौँ, हाम्रो आफ्नो फेसबुक उसबाट गर्छौँ होइन। रेडियोको अहिले पहुँच सबै नागरिकमा पुगेको छ। यो समयमा चाहिँ हामी प्रसारण गर्छौँ। स्थानीय सरकारले पनि त्यसलाई चाहिँ तल्लो तहसम्म आमा दिदीबहिनीसम्म पुर्याइदिने अनुरोध छ भन्दा हामी त ल है हजुरहरूका कार्यक्रमहरू चाहिँ यो दिन यो बार यति बजे बज्छ नि फलानु रेडियोबाट भन्यो भने उहाँहरूले अवश्य पनि ध्यान दिएर सुन्नुहुनेछ। पछिल्लो केही वर्ष यता सञ्चार माध्यमबाट सामग्री प्रसारण भएपछि जिल्लाका सरकारवाला पक्षहरूको त्यसतर्फ ध्यान पुग्ने गरेको छ। सीआईएनले त धेरै सरकारवालालाई सजग बनाएको दोलखाली बताउँछन्। बुना घिमिरे, सीआईएन रेडियो सैलुङ, दोलखा।